नमस्कार र विशेष गरेर पोखरेबुङ राङमाङ भेग समृपनी चियाबारीका हाम्रा श्री वेदान्त भारतीको निर्देशनमा अहिले भर्खरै मात्र एउटा चलचित्र जारीकलको सुटिङ भइरहेको छ र सुटिङ पनि प्राय पुरा भइसकेर अब यसको रिलिज हुन मात्र बाँकी छ र यस जारीकल मुभीलाई सुटिङ गर्नको निम्ति प्राय 100% मा 90% चाहिँ दार्जिलिङ बजारको ठाउँमा है गरिएको छ। साथै 100 मा 10% चाहिँ गाउँ बस्तीको सुटिङ लिएर गरिएको छ र विशेष गरेर जारीकल भन्ने एउटा यो मुभी जुन छ यसमा तपाईहरुले पुरानो संस्कृतिलाई झल्काएर यस पिक्चरलाई यो मुभीलाई बनाइएको छ र तपाईहरुले यो मुभीको रिलिज पनि चाँडै नै दार्जिलिङ बजारमा भानुभवनमा हुँदैछ र विशेष गरेर हाम्रो निर्देशक भाइ वेदान्त भारतीको अथक प्रयासमा यसभन्दा अगाडि पनि एउटा पिक्चर कहिलेकाहीँ पिक्चर हामी सबैले हेरिसकेका छौं है र उहाँको एकदमै त्यो पिक्चर पनि एकदमै राम्रो त्यसले प्रतिष्ठा कमाएर गयो है र यस्तै प्रकारले हाम्रो वेदान्त भाइले गरेको जुन चाहिँ निर्देशन गरेको यो जारीकल मुभी छ है पुरानो कल्चरलाई संस्कृतिलाई झल्काएर यो गरिएको जारसँगको कथा है हामीले पहिला पुरानो बाबुबाजेको पालामा हामीले सुनिसकेका छौं यस्तो कुराहरू है जारको विषयमा कस्तो हुन्छ है जारले कसैले कसैको स्वासिनादाखेरि जारीकल तिर्ने प्रथा जुन हुन्छ त्यही प्रथालाई त्यो संस्कृतिलाई झल्काएर विशेष गरेर हाम्रो निर्देशक भाइ वेदान्त भारतीले यस जारीकल मुभी बनाइएको छ है र उक्त मुभीलाई रिलिज हुन अब केवल केही महिना मात्र बाँकी छ, केही दिन बाँकी छ र उक्त मुभीलाई विशेष गरेर वेदान्त भारतीले 8 महिनाको अथक प्रयास 8 महिनाको समय लगाएर यो जारीकल चलचित्र मुभी यसको मतलब पुरा भइसकेको छ र यसलाई अब हालैमा अब रिलिज पनि हुँदैछ र सम्पूर्ण मेरा दर्शक महानुभावहरुलाई म के भन्न चाहन्छु भनेदेखि चाहिँ यस मुभीलाई तपाईहरुले पनि आत्मसात गरेर भित्रबाट हेरिदिनु हुन म सविनय हजुरहरुलाई आग्रह गर्दछु।